कम्मरको हड्डी सोझो भएको छ नि पहिलो अभ्यास चाहिँ यो तकियालाई अलिकति तल राख्नुस् त छातीको मुनि राख्नुस् अझ मुनि हो यसरी यो दुईटै हात चिउडामा राखेर यसरी बस्ने है यसरी बस्ने ठीक छ दिनमा आधा घण्टा 1.5 घण्टा 2 घण्टा जस्तो यसरी पालो पालो अब एकैछिन धेरै बेर बस्दा दुख्छ भने बिस्तारै बिस्तारै गर्दा पनि हुन्छ है एउटा यो भयो है त दोस्रो अभ्यास भनेको यसरी छातीलाई माथि टिप्नुस् 1 2 3 4 5 6 7 8 9 10 छोड्नुस् गुड फेरि माथि टिप्नुस् यसरी माथि उठाउने 10 सेकेन्डसम्म होल्ड गर्नु होला अनि त्यसपछि 10 पटक दोहोर्याउनु होला है त अर्को एक्सरसाइज भनेको यसरी एउटा खुट्टालाई अलिकति माथि टिप्ने 10 सेकेन्ड्स टाउको चाहिँ तल कम्मर चाहिँ तल 10 सेकेन्डसम्म होल्ड गर्ने अनि मुनि जाने त्यसपछि अर्को खुट्टा 10 सेकेन्ड्ससम्म होल्ड गर्ने अलिकति मात्र माथि टिप्ने घुँडा सोझो राखेर अनि त्यसपछि मुनि जाने अर्को एक्सरसाइज भनेको दुई खुट्टा मोड्ने कम्मरलाई माथि टिप्नुस् त माथि टिप्नुस् 1 2 3 4 5 6 7 8 9 10 तल गर्नुस् यसलाई पनि त 10 पटक दोहोर्याउने है अर्को एक्सरसाइज भनेको यसरी खुट्टा माथि टिप्ने पैतालालाई माथि तान्नुस् त आफ्नोतिर हो यहाँ 10 सेकेन्डसम्म होल्ड गर्ने अनि मुनि जाने ठीक छ अर्को खुट्टा टिप्नुस् यसरी 10 सेकेन्डसम्म होल्ड गर्ने अनि 5 6 7 8 9 10 मुनि जाने दुईटै खुट्टामा 10 पटक दोहोर्याउनु पर्यो है त ल गर्नुस् त अर्को एक्सरसाइज यसरी दुई खुट्टा मोड्ने यसरी माथि तान्ने फेरि माथि तान्नुस् ल क्विक गर्ने फटाफट मजाले यो पेटको लागि पेटको मासु बलियो गर्ने कसरी सिकाए एक खुट्टा माथि गर्ने त्यहाँ 10 सेकेन्डसम्म होल्ड गर्ने 5 6 7 8 9 10 तल गर्नुस् अर्को खुट्टा पनि 1 2 3 4 5 6 7 8 9 10 छोड्नुस्